नाम सेवा हजुरहरु सम्पूर्णलाई एकदमै धेरै स्वागत गर्न चाहन्छौं हाम्रो युट्युब च्यानल जेनिल फ्यामिली युट्युब च्यानलमा। आशा छ कि हजुरहरु सबैजना ठिकै हुनुहुन्छ, आराम कुशल हुनुहुन्छ। जेनिल फ्यामिली पनि ठिकै छ एकदम। 2 दिनको ग्याप पछाडी चाहिँ हामीले फेरि अर्को भिडियो लिएर हजुरहरु समक्ष आइसकेका छौं अनि हाम्रो अर्को भिडियो सुरुवात भइसकेको छ। अनि म चाहिँ यतिखेर नानी बाबुहरुलाई स्कुल बससम्म छोडेर घर आइसके अनि घरमा आएको टेकुले खाना बनाउँदै हुनुहुँदो रहेछ। अनि यो खाना बनाउँदै गरेको कुरा पनि देखाउ न त भनेर मैले चाहिँ ठ्याक्क ढोकामै बसेर भिडियो स्टार्ट गर्दै छु। अनि बाहिर एकदमै धेरै घाम लागेको छ। हामी चाहिँ यहाँनिर म दोकानेर छु, टेकु खाना बनाउँदै हुनुहुन्छ। पाकिसकेको छ है साथीहरु, आउनु होला तपाईहरु पनि खानु। अनि कमेन्ट बक्समा मात्रै आउनु होला। अनि टाढो हुन सक्छ नि त कसैको त घर बोल्नु छ। अनि हाम्रो सुरुवाती चरण छ नि त भिडियो बनाउने। अनि हामीसँग खासै आइडियाहरु पनि छैन। अनि केही आइडियाहरु हजुरहरुले हाम्रो कमेन्ट बक्समा छोड्दिनु होला है। जुन आइडियाले हामी अझ अगाडि बढ्ने मार्गदर्शक बनेर आइदिनु होला हजुरहरु। अनि तपाईहरुको साथ सपोर्ट भए तापनि अझै धेरै हामीले आशा गरेका छौं, पाउने आशा गरेका छौं। त्यही हो। अनि के भने मैले भन्दै थिएँ हामीसँग आइडिया छैन कि के कसरी बनाउने होला भिडियो भन्दै बनाउँदैछौँ। अनि अरू भ्लग हेर्छौँ हैन। अनि यसरी पो रहेछ के भन्दै त्यो तरिकाले हामीले बनाउँदैछौँ। अनि अझ धेरै आइडियाहरु हजुरहरुले हाम्रो कमेन्ट बक्समा छोड्दिनु होला। त्यसको लागि हामीले कमेन्ट बक्स खुल्ला छ हाम्रो। अनि त्यही हो, हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। एकदमै धेरै आशा राखेका छौं हजुरहरु समक्ष हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु हुनेछ भन्ने। अनि सँगसँगै हाम्रो भिडियोलाई लाइक कमेन्ट शेयर पनि गर्न नबिर्सिनु होला। अनि वैशाख अहिले के छ, वैशाख जेठ असार महिनामा धेरै काम हुन्छ अरे। तर यतिखेर चाहिँ हाम्रोतिर यतिखेर पनि कति धेरै काम छ, कति धेरै के। अनि मैले भिडियो बनाउन पनि त्यो फुर्सदै हुँदैन हैन, हुनु त हुन्छ। अनि बानी पनि हुनु पर्दो रहेछ। एक त बानी नभएर पनि होला सायद। अनि नभ्याएको जस्तो हुन्छ कि भिडियो बनाउन। अनि तर पनि मैले अब चाहिँ यसो समय निकालेर भने भिडियो चाहिँ बनाउँछु भन्ने सोचले चाहिँ भिडियो गर्दैछु, भिडियो बनाउँदैछु। बिहानको 10 बजिसकेको छ, 11 बज्न लागेको छ। अनि अब खानासाना खाएर बारीतिर लाग्नुपर्ने हुन्छ कोपी रोप्नुको लागि। यतातिरको कामै त्यही हो नि त, यतिखेरको कोपी रोप्ने अनि आलु मकै रोप्ने त्यस्तै काम भइरहेछ। हजुरहरुको मायाले गर्दाखेरि आज मेरो अनुरोधलाई स्वीकारेर हाम्रो मिसेस जेनिसाजीले भिडियो बनाउनको लागि चाहिँ यहाँसम्म साथ दिइरहनु भएको छ। अनि आज चाहिँ भिडियोमा त्यही दिनमा जे गरिन्छ त्यही नै हुने होला छ। मलाई हामीले विशेष कन्टेन्ट क्रिएट गर्न पनि आउँदैन, कन्टेन्ट के ल्याउने भने जस्तो हुन्छ। अनि त्यही हो। आज हाम्रोमा चाहिँ आन्टी अस्ति म खेताला गएको थिएँ नि त आन्टीहरुको। अनि त्यही परमा चाहिँ अगाडिको भिडियोमा हजुरहरुले देखिसक्नु भएको छ। अब परमा लगाएको थिएँ। अनि परमा आउनुहुन्छ नि त आन्टी आज। अनि आन्टीलाई कोपी रोपाउनु पर्ने छ। त्यही हो, भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अनि हाम्रो च्यानल सब्स्क्राइब भने पक्कै पनि गरिदिनु होला है त। हजुर जति पनि नयाँ साथीहरु हुनुहुन्छ हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि भिडियो अन्त्यसम्म पनि हेरिदिनु होला। आउने दिनहरुमा अझ राम्रो भिडियोहरु ल्याउने हामी कोसिस गर्नेछौँ। अनि डेली भ्लग पनि बनाउने कोसिस गर्नेछौँ। हामीले जति सक्छौँ त्यति चाहिँ ल्याउँदै नै छौँ। आजभोलि चाहिँ बिचमा चाहिँ धेरै नै ग्याप रहिएको थियो नि त हामीले भिडियो। मेरो सोच चाहिँ अनि भिडियो नबनाउनु पर्यो भन्दै थिएँ क्या। अब होस् यो भिडियो बनाएर के हुन्छ र भन्ने जस्तो भएको थियो। फेरि आजभोलि चाहिँ हैन, म भिडियो बनाउँछु नि त, भिडियो बनाउनु पर्यो भन्ने एक खालको ऊर्जा म भित्र उत्पन्न भएको छ नि त। अनि त्यो ऊर्जाले गर्दा नै मैले भिडियो बनाउँदैछु। हजुरहरु सबैजनाले हामीलाई माया गरिदिनु होला। अनि साथ सपोर्ट पनि एकदमै धेरै गरिदिनु होला। लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। त्यही हो, एकदमै धेरै घाम लागेको छ यता दिनमा चाहिँ। अहिले भर्खर चाहिँ अब भरे त 2 बजे पछाडि त कुहिरो लाग्न सुरु गरिहाल्छ, घाम बिस्तारै हटिहाल्छ।
अनि यही आगो ताप्नुपर्ने हुन्छ। अनि काम पनि त्यति धेरै नै भइरहेछ कि यतिखेर त। अनि त्यही हो, खासै फुर्सद पनि छैन। म सकेसम्म चाहिँ कामको बिचबिचमा जतिखेर ग्याप बसिन्छ त्यतिखेर मात्रै भिडियो बनाउँदैछु। भिडियो अन्त्यसम्म हेरिदिनु होला, के हुन्छ भन्ने कुरा भिडियोमा नै हेर्दै जानु होला। खाना रेडी भयो, अब सब्जी पकाउने अनि खाने, त्यस पछाडि म के गर्छु भन्ने कुरा चाहिँ तपाईहरुले भिडियोमा नै हेर्नु होला। हेर्नुहोस् न साथीहरू, दाह्री काट्दै हुनुहुन्थ्यो अनि त्यतिकैमा मेसिनको चार्ज नै सिद्धिएछ नि त। अनि त्यही भएर अब चाहिँ मैले काट्दिन लागेको, किनभने यो ब्लेडले चाहिँ काट्नुको लागि एकदमै डराउँछ नि त। उहाँको हातै डराउँछ कि पुरा हात काम्छ। त्यही भएर अनि लास्टै ढिलो गर्नुहुन्छ। काट्नु त काट्नु नै हुन्छ, तर लास्टै ढिलो गर्नुहुन्छ, दिनैभरि लगाउनुहुन्छ। अनि कतापट्टि लाउँछ यो ब्लेड? यता कि यस्तो पारेर। अनि त्यही भएर चाहिँ मैले ब्लेडले काट्दिन लागेको छु। अनि अरू बेला चाहिँ आफै काट्नुहुन्छ नि त, तर यो ब्लेडले काट्दा चाहिँ हात डराएर पुरा हातहरू पुरा डराउँछ कि काट्ने बेलामा। अनि हातहरू कमाउनुहुन्छ नि त, हात काम्छ नि त। अनि त्यो भएपछि काट्ने धेरै डर हुन्छ कि, त्यही भएपछि चाहिँ मैले नै काटिदिन्छु ब्लेडले काट्दा चाहिँ। अनि मेसिनले चाहिँ आफै काट्नुहुन्थ्यो। मेसिन चार्ज चाहिँ लगाउनु बिर्सेछ नि त हिजोतिर। अनि मेसिनको चार्ज पनि एकदम छिटो सिद्धिन्छ। अनि त्यही भएर चाहिँ अब ब्लेडले काट्नुपर्ने हुन्छ। आधी काटेर राख्ने त कुरा आएन नि त। त्यही भएर मैले चाहिँ अब काट्दिन लागेको छु। दाह्री काट्दा यति धेरै डराउनुहुन्छ नि साथीहरू, त्यो कुरै नगरौँ कि। पुरा अब काट्दै गयो नि त, अनि मान्छे पुरा सरेर पर पुगिदिनुहुन्छ। फेरि अब फकाएर एकदम आरामसँग अगाडि ल्यायो, फेरि पुरा बिस्तारै स्लो मोसनमा उतै जानुहुन्छ। अनि कति धेरै गाह्रो हुन्छ कि। अनि अगाडिको भागमा चाहिँ धेरै डराउनुहुन्छ नि त। अनि डराएपछि म पनि कस्तो, मेरो पनि हातै काम्दिन्छ कि। त्यही भएर अगाडि चाहिँ मलाई पनि डर लाग्छ भन्दा पनि उहाँ डराउनु भएपछि मलाई पनि गाह्रो हुन्छ कि काटिदिनुको लागि। त्यही भएर अगाडिको भागहरू चाहिँ आफै काट्नुहुन्छ नि त। अनि त्यही भएर काट्नु हुँदैछ आफै नै। आफै पनि यति धेरै डराएर काट्नुहुन्छ कि कुरै नगरौँ, दिनैभरि लाग्छ दाह्री काट्नुको लागि। त्यही भएर म आफै काट्यौँ भनेको, अब अगाडि काट्नु डराउनुहुन्छ। त्यही भएर मैले आफै छोडिदिएको छु। पछाडि भाग चाहिँ काटिदिएको छु। अनि नुहाइदिनु पर्यो भनेर नुहाइदिन पनि लागेको छु नि त। अब घाम लागिरहेछ, त्यही भएर नुहाइदिनु पर्यो भनेर घाममै नै नुहाइदिनु पर्यो भनेर सोचेर दाह्री काटेर चाहिँ नुहाइदिनु पर्यो भनेर सोचेको। तर अब घाम जान लागिसक्यो, दाह्री काटिसक्नु भएकै छैन। कुरा यस्तो छ। लास्टै डरपोक हुनुहुन्छ। यति धेरै रगतको माया छ, बाफ्रे।
मैले टेगुलाई चाहिँ नुहाएर सकिसकेँ। अब जिउ चाहिँ नुहाइदिँदिनँ किनभने चिसो सुरु भइसक्यो नि त। अब चिसो हुन थालिसक्यो अनि चिसोले खोक्नुहुन्छ कि पुरा खोक्नुहुन्छ। अनि यता आउनु न। अनि त्यही भएपछि चिसोले खोक्नुहुन्छ अनि चिसोमा जोगाउनै गाह्रो हुन्छ कि त्यही भएर मैले टाउको चाहिँ नुहाइदिएको छु। अब भोलितिर जिउ नुहाइदिनु पर्ने हुन्छ। अनि अर्को कुरा भनेको टाउकोमा पानी लाउँदाखेरि बाफ्रे सानो बच्चा पनि त्यति धेरै आँटिँदैन के अचम्म लाग्छ मलाई। अब मैले यहाँ र मैले बिहे गरेर आए पछाडि त अब मैले नै नुहाइदिन्छु। त्योभन्दा अगाडि कसो गर्नुहुन्थ्यो त्यो चाहिँ याद भएन होइन। तर म आइसके पछाडि चाहिँ पुरा अब यतिको बानी भएको हो कि पहिले त झन् पानी त्यो टाउकोमा थोरै लाउँदा पनि नि पुरा तर्सिने त्यो टाइपको हुनुहुन्थ्यो। अहिले चाहिँ धेरै नै बानी भइसकेको छ। अलिकति उभाउनु। अनि पहिले भन्दा चाहिँ अलिकति सुधार भएको छ केही कुरा चाहिँ। सबै कुरा सुधार भएको छ साथीहरू। सबै कुरा सुधार भएको छ। अनि पहिले भन्दा चाहिँ अब यसरी सक्नुहुन्थेन कि पुरा तर्सिने टाइपको हुनुहुन्थ्यो तर्सिनुहुन्थ्यो। तर आजभोलि चाहिँ त्यति साह्रो चाहिँ गर्नुहुन्न तर्सिनुहुन्न। अनि त्यही हो चिसो पानी नुहाइदिएको छ साथीहरू। यस्तो भयो कि साथीहरू अब दाढी काट्न कति धेरै टाइम लाउनुहुन्छ नि त। अनि मैले आधी काटिदिएर पनि मलाई यहाँ आज पचाउनुसम्म पचाएको छ साथीहरू। जाँदो पनि नहाँस्नु न। यस्तो भयो कि साथीहरू अब कति धेरै टाइम लाउनुहुन्छ। अनि तातो पानी तताएको थियो नि त नुहाउनुको लागि। अनि जिउ ननुहाइदिनुको कारण चाहिँ यो पनि हो कि। अनि तताइदिएको थिएँ होइन। तर अब धेरै टाइम लाउनु भएपछि दाढी काट्नै ज्यादा टाइम लाग्यो नि त लाग्छ नि त। अनि मैले आधी काटिदिएर पनि अझ यो माथिल्लो भाग यो भाग नि यो भाग काट्नुको लागि कस्तो धेरै टाइम लाउनु भयो कि। अनि तरकारी पकाउन पनि ढिलो भइरहेको थियो। अब खेता लाउने टाइम भइसक्यो। अनि दाल पकाउनु पर्ने थियो नि त मैले। अनि त्यो पानी चाहिँ मैले दालमा युज गरेँ कि दालमा लगाएँ नि त उहाँको लागि भनेर। तताएको पानी चाहिँ आधी सिद्धियो। अनि त्यही भएपछि चिसो पानीले नुहाउनु पर्ने अवस्था भयो। त्यही भएर मा चाहिँ चिसो भयो। ल आन्टी म त फसेँ त। तताएको पानी सबै झोला हालेर चिसो पानीले नुहाइदियो मलाई। भयो हामी खाना खाइसकेर पनि बारी आएको छौँ। अब बारीमा चाहिँ कोपी रोप्नुपर्ने हुन्छ अनि थोरै बारी बनाउनु पनि छ नि त। त्यही भएर अब फर्स्टमा बारी बनाउने। अनि आन्टी पर मल ल्याउन लाग्नु भएको छ। अब मल लिएर यहाँनिर पहिला बारी बनाइसकेर अनि रोप्नु सुरु गर्ने हो। खाजाको लागि चाहिँ रेडी गर्दै गरेको अवस्था। यहाँ चाहिँ मैले चाउमिन पकाउनु आँटेको छु साथीहरू। यो चाहिँ लगाए खाजा साजा खाइसकेर आन्टी घरतिर जानुभयो। किनभने अब आन्टी पनि अहिले एक्लै हुनुहुन्छ घरमा। त्यही भएर आन्टीको घरमा पनि गाईबस्तुहरूलाई खोले पानी गर्नुपर्ने छ। त्यही भएर आन्टी जानुभयो। अनि म चाहिँ फेरि बारी आएको छु। यहाँ पानी लगाउनु पर्ने छ नि त। अनि त्यही भएर म चाहिँ बारीमा आएको छु। अनि अस्ति रोपेकोहरू डल्लै छ पानी लाउनुको लागि। अनि आज रोपेकोमा चाहिँ मैले लगाइसकेँ अघि नै। अब अस्ति रोपेको चाहिँ डल्लै बाँकी छ पानी लाउनु। अनि म त्यसकै लागि चाहिँ बारी आएको छु। अनि फेरि 4 बजे पछाडि त नानी बाबु ल्याउनु जानुपर्ने हुन्छ। त्यही भएर अबको केही आधी घन्टा जति छ आधा घन्टा जति छ त्यति चाहिँ म पानी लाउँछु। अनि त्यस पछाडि छोराहरू लिएर घरमा लिएर अनि पानी लाउनु पर्ने हुन्छ। राति 8-9 बज्छ पानी लाउँदै सकिँदैन। पानी पनि सानो छ नि त। पानी एकदम धेरै ठुलो भएको भए चाहिँ पानी ज्यादा भएको भए चाहिँ छिटै हुन्थ्यो। सानो पानी हुन्छ नि त। सानो पानी आउँदैछ थोरै मात्रै छ पानी। त्यही भएर पर्खेर लाउनु पर्ने हुन्छ। एकदमै टाइम लाग्छ। कुहिरो पनि कति धेरै लागिरहेको छ। चिसो पनि एकदमै बढेको छ। अहिले चाहिँ बिहान घाम लागेको थियो अहिले त कुहिरो लागिसकेको छ।
ड्युटीले गर्दाखेरि बस्नु पनि पाइएको छैन के साथीहरू। अब काम गरिसकेर एकछिन बसौँ न त भनेको ड्युटीले यसरी हिँड्नु परिहाल्छ के। अघिल्लो 3 वर्ष जेनीलाई पुर्याउने गरेर 3 वर्ष ड्युटी सिद्धियो भनेर सोच्दै थिएँ। अब फेरि नयाँ ड्युटी जोइन गरिसकेको छु मैले। छोरीलाई स्कुल लाए सँगसँगै मेरो चाहिँ नयाँ ड्युटी सुरु भइसक्यो। अब छोरीलाई स्कुल पुर्याउनु पर्यो, ल्याउनु जानु पर्यो होइन। त्यही भएर अहिले चाहिँ त्यही ड्युटी पुरा गर्नका लागि म चाहिँ जाँदैछु। अब छोरीहरू आउने टाइम भयो, बस आउने टाइम भयो नि त स्कुल बस। त्यही भएर म चाहिँ जाँदैछु। कुहिरो पनि पुरा लागेको छ, चिसो पनि अहिले चाहिँ एकदमै धेरै चिसो छ। दिनमा घाम लागे पनि बिहान बेलुका मैले भनेको थिएँ नि एकदमै चिसो छ भनेर। कसरी के भयो? रिसाउनु भएको? के भयो? रिसाउनु भएको छ दादा। प्लिज आऊ भन न। प्लिज आऊ। छोरी एउटा गीत गाइदेऊ न त। ल आउनु भयो, गीत गाऊ त। हजुर गीत गाऊ न। फुलपाती बगाडा खाना। आजलाई भने चाहिँ भिडियो यति नै। आउने दिनहरूमा भिडियो मार्फत हजुरहरू समक्ष भेट्ने बाचा गर्दै आजलाई भने चाहिँ थ्याङ्क यू फर वाचिङ।